सो वेलकम टु माई ब्लग। अनि केटा सबैजना यस्तो भयो है, आज चाहिँ ट्याक्क भाइसँग आउँदै थियो अनि यसरी जल्यो होइन। एनएसको चाहिँ यही प्रब्लम छ, यसरी जल्यो होइन। यहाँबाट लिक भएर चाहिँ ट्याक्क यहाँबाट यो हाम्रो रिजर्भको हुन्छ नि, यो चाहिँ होइन, यो चाहिँ रिजर्भको यो चाहिँ हुन्छ हो। यहाँबाट चाहिँ ट्याक्क मैले देखेको होइन, यहाँबाट चाहिँ ट्याक्क आगो बलेको थियो अनि यहाँबाट बल्ने बित्तिकै होररै गयो क्या। अनि ल हेर्नु यो भाग चाहिँ पुरै यहाँबाट चाहिँ पुरै बल्यो क्या। ट्याक्क हाम्रो त्यो ट्याङ्कीको त्यो पेट्रोल चाहिँ ट्याक्क त्यो लिक भइरहेको थियो अघिदेखि, अनि ट्याक्क त्यसमै सल्केर अनि होरले बल्यो। जति पानी हाले पनि जति धुलो हाले पनि मरेन। त्यही हो, बाइक चाहिँ पुरै ड्यामेज भइसकेको छ होइन। अनि हाम्रो यहाँ सबैजना छ, भाइदेखिको सबैजना यहाँको होइन, यहाँको बासिन्दा यताउता देख्नु सक्नुहुन्छ होइन। पुरै यस्तो भयो कि पुरै जल्यो क्या। अनि यस्तरी जल्यो। एनएस चाहिँ एकदम सोचेर किन्नु होला, त्यही हो भाइ होइन।